ब्रह्मण्यदेवाय गो ब्राह्मणहिताय च जगदीताय कृष्णाय गोविन्दाय नमो नमः। अब दत्र पुष्पम दत्र फलम अर्क पुष्पम अर्क पत्रम समर्पयामि भूर्वस्व साम सदा शिवाय नमः। दुर्वांकुराम दुबो कांडात कांडात परवहंति पुरुष पुरुषम इवान दुर्भे प्रतनु सहस्रेण सतेन च दुर्वांकुराम समर्पयामि भूर्वस्व साम सदा शिवाय नमः। दुर्वांकुराम समर्पयामि बेलपाति त्रितलम त्रिगुणाकारम त्रिनेत्रम त्रिविधायुतम त्रिजन्म पाप संहारम बिल्वपत्रम शिवार्पणः भूर्वस्व साम सदा शिवाय नमः। सुप आफूतिर फर्काएर अनि घोप्टे पारेर चढाउनु पर्छ है बेलपाती चढाउँदा। धूपबत्ती गर्छन् नैवेद्य चढाउँछन्। त्यसपछि हवन आदि सबै कर्म गरे राजा बलिले गरेको यज्ञ शुक्राचार्य मन्त्र पढिरहनु भएको छ पुरुषलाई ढोगेर अनि ढोकसँग अनि अब यज्ञ पुरुषलाई ढोकसँग राजा बलि भिक्षा दिनका लागि कोही भिक्षुक आएका छन् कि भनेर गेटमा जान्छन्। यसो हेरेको त राम 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 यत्रा मान्छे भिक्षुक माग्नु भिक्षा लिन आएका रहेछन्। होचो ब्राह्मण छाता ओढेर कमण्डलु बोकेर टक्क उभिएको देखे। ओहो राजा बलि त छक्क परे। राम 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 मेरो राज्य आज धन्य भएछ। वामन भगवानलाई देख्ने बित्तिकै बलि राजाले स्वागत गरे। स्वागतम ते यसो हात देखाएर स्वागत गर्दैछन् बलिले वामनलाई। एउटा आसन ल्याइदिनु वामन भगवानलाई। आसनमा बलिले राख्नेछन्। आसनमा राख्ने स्वागतम ते नमस्तुभ्यं ब्रह्मान् किं करवामते ब्रह्मार्चिनां तव साक्षात् मन्ये त्वर्य वपुरधरम्। ए ब्राह्मण देवता मेरा घरमा आज तपाईँ आउनुभएछ। तपाईलाई स्वागत छ। आज मेरा पितृहरू सबै सफल भए। तपाईँ आउनाले मेरो यज्ञ पनि पूर्ण भयो। मेरो कुल पवित्र भयो धन्य भयो। आज बाँकी रहेको यज्ञ पनि पूर्ण भयो। तपाईँ मेरा घरमा आउनु भएको छ। यत्रा व्यक्तिलाई मैले भिक्षा दिए। अब हजुरलाई म के दिउँ हजुर के टक्राउँ भनेर सोधेको वामन भगवान बोल्दै बोल्नुहुन्न होइन। आउने बित्तिकै सोध्छन् यी बलि के यसो टापट टुप्पर अलिकति यसो 4 दाना अक्षता चामल दिएर पठाउँला भने जस्तो गर्दैछन्। यी मागौँ कि नमागौँ के भनौँ कसो गरौँ भनेर वामन भगवान अल्लमल्ल पर्नुभयो। ए बलि अब मने मने भन्नुभयो वामन भगवानले मागौ भने के माग्नु। माग्दा पनि अब यस्ता त्रिलोकीका राजा बलिका घरमा आएको छु के माग्नु। नमाग्दा पनि मैले आफ्नो कार्यलाई त सिद्ध गर्नु छ। कसो गरौँ भनेर एकछिन अलमल्ल गरे। अलमल्ल पर्दाखेरि वामन भगवानलाई बलिले सोध्यो ए वामन ए ब्राह्मण देवता हजुरलाई के दिउँ केही दिउँ। यदि बटो बान्छति तत् प्रतीक्षामै जे माग्नुहुन्छ म त्यही दिन तयार छु। मेरो राज्य त्रिलोकी सबै राज्य नै मेरो। रुपियाँ पैसा दिउँ भनेको चाहिँदैन अरे मुन्टो हाल्नुहुन्छ। ल वामनलाई बलिले रुपियाँ पैसा देखाउँदा पनि लिन्न भन्नु। तमर्थिनम विप्र सुतानु तर्कै। त्यसो भएदेखि गाउँ दिउँ त गाउँ कान्तनं गुणबद्धाम अमृष्टम 5वटा गाउँ दिउँ चाहिँदैन भनेर मुन्टो हल्लाउनुहुन्छ। हात्ती घोडा रथ दिउँ त्यो पनि मलाई चाहिँदैन भन्नुहुन्छ। ए केही पो नचाहिने रहेछ। त्यसो भए सानो सानो हेर्दाखेरि चिटिक्क परेको राम्रै देखिनु हुँदो रहेछ। एउटी ब्राह्मणकी छोरी खोजेर विवाह गरिदिउँ त। बलिले सोध्यो विवाह गरिदिने। वामन भगवान भन्नुहुन्छ ए बलि मेरो विवाह गरिदिन्छस्। मेरो घरै छैन मेरो घर छैन जमिन छैन अनि घर कसले बनाइदिन्छ विवाह गरेर। म बनाइदिइहाल्छु नि। बलिले भन्नु म बनाइदिन्छु सब घर पनि व्यवस्था गरिदिन्छु विवाह पनि गरिदिन्छु। अनि घर व्यवस्था गरिदिन्छस् विवाह गरिदिन्छस् जग्गा जमिन किनिदिन्छस्। त्यसपछि धन सम्पत्ति घरमा चाहिँदैन नि त त्यो कसले जोडिदिन्छ भने मै जोडिदिन्छु भनेर वामन भगवानलाई बलिले। अनि पढाउने लेखाउने सबै मै गरिदिन्छु भन्छ बलि। सबै मै गरिदिन्छु। उपचार गर्ने त्यो पनि मै गरिदिन्छु। सबै मेरै जिम्मा भयो। ए त्यसो भएदेखि विवाह गरेपछि त पछि छोराछोरी पनि जन्मिन्छन् होला अनि तिनीहरूलाई पढाउने लेखाउने सब म गरिदिन्छु। अनि छोराछोरी कहिलेकाहीँ आफूभन्दा पहिले मऱ्यो भने रुने काम चाहिँ कसले गर्छ है।
बलि भनेको बामन भगवानले रुने काम चाहिँ तपाईँले गर्नुपर्छ भनेर बलिले यसो अम्लो देखाए। यो चाहिँ काम तपाईँले गर्नुपर्छ, म रुने काम चाहिँ गर्दिनँ भनेर बलिले भनेपछि त्यसो भए पछि रुनुपर्छ भने म अहिले विवाहले गर्दिनँ। बामन भगवान त त्यसो भन्नु, पछि रुनुपर्छ भने रुने काम किन गरिरहनु, म विवाहले गर्दिनँ भन्नुभयो बामन भगवानले। अनि त्यसपछि जा केही पनि नलिने कुरा गर्नुहुन्छ। भगवान बामनले भन्नुभयो, ए बलि सुन, त त साह्रै कुल घरानको ठुलो कुल घरानको व्यक्ति होस्, तेरा सबै पुस्ता मलाई थाहा छ। कहाँदेखि थाहा छ हजुर? मलाई त सबै थाहा छ। भगवान नारायणको ब्रह्मा भए, ब्रह्माको छोरो मरिचि भयो, मरिचिको छोरो कश्यप भए, कश्यपको छोरो हिरण्यकश्यप भए, हिरण्यकश्यपको प्रहलाद भए, प्रहलादको छोरो विरोचन भए, विरोचनको छोरो त बलि। त जस्तो दानी त कोही छैन यो संसारमा। भगवानले माग्न सिकाउनु भयो क्या। पहिले माग्न गयो भने माग्न गएपछि त्यसको प्रशंसा गर्नुपर्छ, अनि सल्लक्कै दिन्छ। माग्न गएपछि जोसँग माग्न गएछ त्यसको प्रशंसा गर्नु पर्यो नि। राम 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 बलि, तेरा पर जिजुबाता साह्रै दानी थिए, तेरा हजुरबाता प्रहलाद त साह्रै ठुला भगवानका भक्त थिए, विरोचन पनि त्यस्तै थियो। उसको छोरो बलि, तेरा राज्यमा के को कमी छ र? यो सारा संसार तैँले पालेको हो। त्रिलोकीको राजा बलि सबैलाई पालेको छ, तर मलाई एउटा के कुराको आवश्यकता परिरहेछ भने नि दिन्छ कि दिँदैनस् भन् पहिले। ए बलि, दिने कि नदिने? मलाई दिन्छु भने दिन्छु भन, दिन्न भने दिन्न भन। दिन्छौ कि दिँदैनौ भन्दा दिन्छु 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 भने राजा बलिले। त्यसो भए के दिन्छौ त? के दिन्छौ? जे माग्नुहुन्छ त्यही दिन्छु। अब बामन भगवानले चाहिँ मलाई केही चाहिएको छैन। हिजो म आउँदा आउँदै बाटामा एउटी बुढी आमाका घरमा बसे, यसो दलाङमा बसेर सन्ध्या वन्दन गरेको त पानीका थोपा झरिएछ। ती बुढी आमाले मलाई साह्रै गाली गरिन्। त्यति बेला मलाई के लाग्यो भने यसो सन्ध्या वन्दन गर्ने ठाउँ चाहिँ आफ्नो चाहिँदो रहेछ भन्ने लाग्यो। मलाई सन्ध्या वन्दन गर्न पुग्ने मेरा पाउले नापेर 3 पाउ जमिन दे बलि भनेको त बलि त हाँसो हा 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 गरेर संसार सरकार हाँसो। यो संसारको त्रिलोकीको राजा बलिका घरमा आएर 3 पाउ जमिन माग्ने जाबो, कुबेरका घरमा गएर भुस माग्ने जस्तो यो हुन सक्दैन। अरू माग, 5वटा गाउँ माग्छु कि 10वटा गाउँ, म दिन तयार छु। त्यो मलाई चाहिएकै छैन। 5वटा गाउँ कसले सम्हाल्दैन? मलाई जति मागेको छ त्यति दिन्छु भनिहालेका छौ, देऊ छिटो भनेको। लो भइगयो। होइन, तिम्रा पाउ साह्रै साना रहेछन् ब्राह्मण देवता, अलि मेरा म राक्षस हुँ, मेरा पाउ चाहिँ ठुला छन्, मेरा पाउले नाप न त। त्यसो भए हुँदैन, मेरै पाउले चाहिन्छ। दिन्छु भनेको छ, लु दे, लु नाप्न थाल भनेपछि बामन भगवानले भनेको कुरा बलिले नमानी भएन। तस्मात् ततो महाविशद वृणेहम भरतर्षभाव पदानि त्रीणि दैत्येन्द्र संहितानि पदा मम। मेरा पाउले नापेर 3 पाउ जमिन दिन्छु भनेको छ। लु दे भनेपछि ल ठिकै छ विन्ध्यावली, ल झारीमा पानी लिएर आऊ, लो पानी लिएर आऊ त, ब्राह्मणलाई अब दिन्छु भनिहाले। संकल्प गर्नु पर्यो भनेर बामनलाई 3 पाउ जमिन दिनका लागि संकल्प गर्न हातमा कुश र तिल लिए। अब माथिबाट विन्ध्यावलीले झारीबाट पानी हाल्दै थिइन्। हाल्दै त्यति बेला शुक्राचार्य आए। ए बलि, के गरेको यो? के गरेको भनेको दान गरेको। एकजना ब्राह्मण, साना साना होता ब्राह्मण आएछन्, अनि बलिलाई बामनलाई दान गर्ने। होता ब्राह्मण साह्रै सुन्दर ब्राह्मण आएछन्, यिनलाई दान गर्न आँटेको। के दान गर्न आँटेको? 3 पाउ जमिन मागे, त्यही 3 पाउ जमिन दिन आँटेको हो, अरू केही पनि होइन। राम राम राम, म हेर्छु है। अब शुक्राचार्यका जजमान नासिएलान् भने शुक्राचार्यलाई ठुलो पिर। अब एक पाथी चामल चाहिँ एकै दिनमा सिधा गर्थे होइन। बलिको घरमा के थियो? कम। सारा सम्पत्ति कति हो कति थियो। अब शुक्राचार्यको जीविकोपार्जनै त्यही एक घर जजमानबाट भइरहेथ्यो। जजमान नासिएला भने ठुलो पिर। यसो हेरेको त यता भगवान विष्णु रहेछन्। ए बलि सुन, यी त स्वयं भगवान विष्णु हुन्। नदे शुक्राचार्यले भने ढाँटी दे। ढाँट्न मिल्छ? शुक्राचार्य भन्नुहुन्छ मिल्छ। कहाँ छ? आफूले कमाएको धनलाई 5 भाग लगाउनु पर्छ। पहिले 5 भाग भन्दा धर्माय यशस्यर्थाय कामाय स्वजनाय च पञ्चदा विभजान वित्त मिया मूत्र च मोदते। 1 भाग धन धर्मलाई छुट्याउनु पर्छ, 1 भाग धन आफूले कमाएको धन यशका लागि छुट्याउनु पर्छ, 1 भाग कीर्तिका लागि छुट्याउनु पर्छ, 1 भाग आफ्नो कामना सिद्धिका लागि छुट्याउनु पर्छ, 1 भाग धन स्वजनहरूका लागि छुट्याउनु पर्छ। अब 4 भाग भयो। अनि
जो कामना पूर्तिका लागि छुट्याएको धन चाहिँ 1 भाग हुन्छ, त्यो 5 भागमा बाँड्नुपर्छ। धनलाई बाँडेर मात्र दान गर्नुपर्छ। तैँले अहिले ढाँटिदे, ढाँट्दाखेरि पाप लाग्दैन। कहाँ ढाँट्न मिल्छ त गुरु भनेको त स्त्रीसु नर्म विवाहे च वृत्यार्थे प्राण संकटे गो ब्राह्मणार्थे हिंसायम नादितम स्याजुगुत्सितम। छोरा र छोरी मान्छेको कसैको सम्बन्ध भयो भने, सम्बन्ध हुन्छ र उनीहरूको घर गृहस्थ चल्छ भने त्यहाँ ढाँट्दा पाप लाग्दैन। लमिलाई नसरापे पनि हुन्छ। अब लमिलाई सराप्छ नि त, फलानाले गर्दा मेरो चाहिँ बिजोकै भयो भनेर लमिलाई सराप्नु हुँदैन। आफ्नो लेखन चाहिँ त्यही हो। लेखन त प्रारब्धमा त्यति लेखेको थियो, के को लमिले गर्दा हुन्छ। त्यहाँ ढाँट्दाखेरि पाप लाग्दैन। अनि वृत्ति हरण हुँदैछ कसैको, वृत्ति जोगिन्छ ढाँट्दा भने, कसैको वृत्ति जोगिन्छ ढाँट्दा भने ढाँट्दा पाप लाग्दैन। कसैको प्राण संकटमा गएको छ, प्राण जोगिन्छ भने ढाँट्दा पाप लाग्दैन। गाई र ब्राह्मणको हिंसा हुँदैछ, हिंसाबाट उनीहरू बच्दछन् भने त्यहाँ पाप लाग्दैन। अहिले तेरो वृत्ति हरण हुँदैछ, यी त भगवान हुन्, तँलाई लडाएर भए पनि लान्छन्। ढाँटिदे भनेको म त ढाँट्दिन। आखिर भगवान रहेछन् भने मलाई पाता कसेर लडाएर भए पनि लगिहाल्छन्। भगवान होइन रहेछन् भने त केही पनि छैन। भगवान होइन रहेछन् भने 3 पाउ जमी दिँदा मेरो के को जान्छ र, म दिन्छु दिन्छु दिन्छु। सत्यम भगवता प्रोक्तम धर्मो यम गृहमेदिनम अर्थ कामो यसो वृत्ति यो न बाधित परिचेद। भगवानै हुनुहुँदो भने मलाई धर्म अर्थ काम मोक्ष सबै कुरा प्राप्त हुन्छ। म दान गर्छु अठोट गरे। गुरु तपाईँले भन्नुहोस् यहाँ नभन्नुहोस्, संकल्प पढ्ने त ब्राह्मण आएकै छ नि, तपाईँले नपढे पनि के हुन्छ र भने शुक्राचार्यले त्यसो भन्दा मानेनन्। विन्ध्या बलिले झारीबाट पानी झारिन्। बलि राजा हातमा कुश र तिल लिएर पानी यसो गर्दै थिए। भित्र त पानी रोक्यो। पानी रोकिएपछि त यसो कुशाले स्वाट छेदेको त शुक्राचार्यको आँखा पट्टेपछि आइया मरे 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 भनेर शुक्राचार्य त त्यहाँबाट भागेछन्। एउटा आँखाबाट रगत त च्वाउँदै भागेछन्। अब राजा बलिले भने महाराज पानी छोड, झर पानी झर भुइँमा छोड, लु छोड्दो भुइँमा राख। त्यो भुइँमा राख, भुइँमा राख त। लो अब म तिमीले मलाई 3 पाउ जमिन देऊ होइन। म काश्यप गोत्रमा उत्पन्न भएको बलिले अच्युत गोत्र समाश्रित भएको म बामनलाई 3 पाउ जमिन त्रिणी पदानी भूमि बरा दैवतानी यथाकालीन सम्प्रददामहे। छोड्दिएपछि त अब म नाप्नुहोस्। अब भगवान त्यहाँ बामन विराट स्वरूप देखाइदिनु भयो। अब बलिले यो संसारमा कसरी, संसार सबै माथिसम्म हेर्छन्, यसरी ऊ फर्केर हेर्दा पनि बामन भगवानको शिर पनि देखेनन् बलि। अब नाप्नुहोस् प्रभु भनेको एउटा खुट्टो यसो गोडो घुमाइदिनु भएको, पृथ्वी सारा नाप्नुभयो, सबै पृथ्वी तल नापियो। अर्को गोडो माथि लानुभएछ, भूरलोक भूवरलोक जनलोक तपलोक सत्यलोक माथि ब्रह्मलोकमा पुगेछ। बामन भगवानको एउटा चरण भगवानले थाहा पाउनु भएछ। ब्रह्माले यो चरण धोएर राख्नु पर्यो, कुनै बेला काम लाग्छ भनेर धोएर राखिहाल्नु। ए बलि 2 चरणमा त सारा संसार नापे, अब अर्को चरण कहाँ दिन्छस्? अब अर्को चरण खोइ। तैँले तँलाई 1 गरुड आएर वरुण पासले बाँधेर यो बामनलाई बलिलाई लगडा। तुरन्त गरुड आएछ, वरुण पासले बाँधे, बलिलाई लडाए। बलिले प्रश्न गरे, प्रभु सर्वस्व दान गर्नेलाई बाँधेर लडायो भने के हुन्छ भनेर अब सोध्न थाले। बलिले सोद्धाखेरि म एउटा प्रश्न गर्छु भनो। बलिले के प्रश्न? दान दिने ठुलो कि दानी व्यक्ति ठुलो? दानको वस्तु ठुलो कि दान दिने व्यक्ति ठुलो भन्नुहोस् त? भनेको बामन भगवानले सहजै भन्नुभयो, दान दिने व्यक्ति ठुलो। दान दिने व्यक्ति नभए कहाँबाट दानको सामान आउँछ? त्यसो भए म छु त हजुर, मलाई नाप्नुहोस्, अब मेरो शिर नाप्नुहोस् भन्नुभयो। बलिले त्यसो भनेपछि बामन भगवानले आफ्नो चरण लगेर बलिका शिरमा राखिदिनु भयो। देउसिरा भनेपछि च्याप लगेर बामन भगवानका चरणले आज बलिले सर्वस्व समर्पण गरे। बामन भगवानको चरण गएर बलिका शिरमा छ्याप्पै लागेपछि अब त बलिले सर्वस्व अर्पण गरे। तीबाट देउसी खेल्न थालेका क्या? तीबाट देउसिरा भन्नुभयो नि बामनले। देउसिरा भन्ने बित्तिकै बलिले देउसिरा भन्ने बलिसँग मागेको, तीबाट देउसी खेल्न थाले। बडा आनन्दपूर्वक बोलो बामन भगवानको। अब हामी पनि सबैजना मिलेर देउसी खेलौं। बोलो भक्तवत्सल भगवानको जय।
Deus